अब भने यसै बीचमा म गणेश अमलागाई जो मनोविद, साइकोथेरेपिस्ट, योग प्रशिक्षक तथा सेल्फ केयर एन्ड वेलबिङका कोचलाई आफ्ना अनुभव तथा यसले मानसिक तथा विभिन्न प्रकारले कसरी असरहरू पुर्याउँछ भन्ने छोटो भनाइहरू राख्दिन हुन चाहिँ आफूले जानेका कुराहरू राख्दिन हुन म स्टेजमा बोलाउन चाहन्छु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकलाई। यस बाल विवाह विरुद्ध अग्रजसँग किशोर किशोरीको डब्ल्युको सभाध्यक्ष यहाँ उपस्थित सम्पूर्ण मेरो नमस्कार। हामीले धेरै कुरा त गरिसकेका छौँ, म धेरै समय लिन चाहन्न। अघि हाम्रो अगाडिको स्पिकरले चाहिँ हेल्थको पर्सपेक्टिभबाट पनि जस्तो लिम्बिक सिस्टमको फङ्सन अनि प्रिफ्रन्टल कर्टेक्सको डेभलपमेन्ट विकास कसरी हुन्छ अनि त्यसको काम के हो जस्ता कुराहरू पनि गरेर गइसक्नु भएको छ। मैले अलिअलि इम्प्याक्ट्सहरूको बारेमा चाहिँ पहिला पनि कुरा चाहिँ गरेको थिएँ, तर मलाई भन्न मन लागेको कुरा चाहिँ के छ भने बाल विवाह अनि अघि नै स्ट्याटिस्टिक्सलाई हेर्दै गर्दाखेरि चाहिँ के थियो भने पेरेन्ट्सहरूले गरेर चाहिँ बाल विवाह 7% बाल विवाह चाहिँ पेरेन्ट्सहरूको कारणले गर्दा भएको छ भने 93% चाहिँ सेल्फ इन्ट्रेस्टमा चाहिँ बाल विवाह गरेको छ भन्ने कुरा पनि आइरहेको थियो। र यो 18 र 20 वर्षको कुरा एकदमै सिग्निफिकेन्ट भएको मैले देखिरहेको छु। तर मैले पहिला पनि भनेको र मैले फेरि दोहोऱ्याउन चाहेको कुरा चाहिँ के हो भने हामीले चाहिँ मानव विकास क्रममा एउटा बाल्यकालभन्दा अगाडिको समय बाल्यकाल हामी साइकोलोजीमा भन्दै गर्दाखेरि चाहिँ चाइल्डहुड, लेट चाइल्डहुड होइन, इन्फेन्सी, चाइल्डहुड, लेट चाइल्डहुड अनि प्युबर्टी, एडोलेसेन्समा पनि प्री एडोलेसेन्स होइन, लेट एडोलेसेन्स भनेर अनि यङ एडल्ट्स अनि एडल्ट्स भनेर डिभाइड गरेको हुन्छ। त्यसमा चाहिँ विकास क्रम अनुसार एउटा व्यक्तिको शारीरिक विकास, मानसिक विकास, संवेगात्मक विकास फरक किसिमले भइरहेको हुन्छ। र अल्सो हाम्रो अगाडिको स्पिकरले के पनि भन्नुभयो भने आर्थिक अवस्थाको कारणले गर्दाखेरि चाहिँ आमा बुबा विदेशिनु परेको छ अनि घरमा भएको नानीले चाहिँ आफ्नै इन्ट्रेस्टले चाहिँ बाल विवाह गरिन् भनेर अनि उमेरलाई चाहिँ ओके 18-20 बाट चाहिँ 18 के गर्ने त भन्ने बहस आएको मैले देखेँ। अनि त्यो कुरा हेर्दै गर्दाखेरि चाहिँ हामी जहिले पनि मनोसामाजिक रूपले हेर्दै गर्दाखेरि कुनै पनि समस्या देख्छौँ भने त्यो समस्यालाई समस्या देख्ने भन्दा पनि कुनै ठाउँमा चाहिँ त्यो समस्या नभएर समस्याको चाहिँ परिणाम हुन सक्छ। चाहिँ अहिले भर्खरै यो भनेको इक्जाम्पलमा चाहिँ उसले विवाह गर्न रुचाउनु भनेको चाहिँ उसको लोनलिनेस पनि हुनसक्छ नि त। आमा पनि हुनुहुन्न, यहाँ बुवा पनि हुनुहुन्न, म परिवारमा चाहिँ अरू कसैको रगरमा बसिरहेको छु भने त मैले विवाह गरेँ भने मेरो लाइफ सेटल हुनसक्छ नि त, अथवा मलाई सहज हुनसक्छ एउटा कुरा। दोस्रो कुरा फेरि मैले दोहोऱ्याउन चाहेको चाहिँ के हो भने संज्ञानात्मक हिसाबले विकास अथवा यौनिक विकासको कुरा गर्दै गर्दाखेरि चाहिँ यो एडोलेसेन्सको एजमा जस्तो नपढेकाहरूमा प्राइमेरी लेभलको एजुकेसन भएकाहरूमा भन्दा पनि सेकेन्डरी लेभलको एजुकेसन भएकाहरूमा चाहिँ बाल विवाह अझ बढी छ भन्दै गर्दा त्यसमा शिक्षा भन्दा पनि उमेर अनि उमेरसँगैको परिवर्तन चाहिँ महत्त्वपूर्ण छ जस्तो लाग्छ। अनि त्यो उमेरसँगैको परिवर्तन कति धेरै परिवर्तन चाहिँ सामान्य हुन्छ। अघि नै मैले इक्जाम्पल दिएको सानो बच्चाले कसरी बिहेभ गर्छ र त्यही उमेरमा भएको त्यस्तै व्यक्ति जो चाहिँ 18 वर्षको छ 19 वर्षको छ भने उसले यौनिक कुराहरूमा इन्ट्रेस्ट राख्नु स्वाभाविक हो। तर त्यो यौनिक कुराहरूमा इन्ट्रेस्ट राख्ने कुरालाई चाहिँ विवाहको स्वीकारोक्ति हो भनेर मानिनु चाहिँ गलत हो जस्तो लाग्छ मलाई। कोही एउटा व्यक्तिले उमेरअनुसार ह्युमन बिइङ्स मानवहरू चाहिँ जन्मजात नै यौनिक बिइङहरू हो। यो ह्युमन बिइङ्स एन्ड ह्युमन बिइङ्स आर सेक्सुअल बिइङ र हरेक व्यक्तिमा चाहिँ यौनिक इच्छा हुन्छ। त्यो एकदमै कम्प्लिटली नर्मल हो। तर एउटा व्यक्ति जस्तो 25 वर्षको 30 वर्षको मान्छेसँग चाहिँ यौनिक इच्छा भनेको के हो भन्ने कुरा राम्रोसँग थाहा हुन्छ भने 16 वर्षको 18 वर्षको मान्छेलाई चाहिँ त्यसको बारेमा राम्रोसँग थाहा हुँदैन। त्यसैले उसले चाहिँ यो के हो भनेर एक्सप्लोर गर्न कोसिस गरिरहेको कुराहरूलाई चाहिँ हामीले विवाहको स्वीकारोक्ति हो भनेर हेर्नु चाहिँ गलत हो जस्तो लाग्छ।
त्यसैले यो कानुन बनाउँदै गर्दाखेरि 18 र 20 को कुरा आउँदै गर्दाखेरि चाहिँ एउटा मात्रै कुरा नहेरेर शारीरिक कुरा मात्रै नहेरेर मानसिक कुरा मात्रै नहेरेर चाहिँ त्यो होलिस्टिकली सबै डाइनामिक्सहरूलाई चाहिँ इन्क्लुड गरेर कानुन बनाउनु पर्छ जस्तो लाग्छ। र अल्सो हामी 5वटा डिफ्रेन्ट अर्गनाइजेसन मिलेर जस्तै प्रदेश स्तरीय कार्यक्रमहरू गरिरहेको छौँ। यो हेर्दै गर्दाखेरि चाहिँ मलाई नितान्त खुसी लागेको छ, एकदमै खुसी छु। र यस्ता कार्यक्रमहरू अझ हुनुपर्छ। हाम्रा किशोर किशोरीहरूलाई चाहिँ बाल विवाह रोक्नु अथवा यो ठिक होइन अथवा उसले सेल्फ इन्ट्रेस्टले चाहिँ विवाह गर्न खोजेको छ, यो चाहिँ गर्न दिनुपर्छ। अगाडि आउनुभएको स्पिकरले पनि भन्नुभएको थियो, हामी एज अ गभर्मेन्ट और हामी एज अ कम्युनिटीको मेम्बर्सहरू चाहिँ हामी अभिभावकको रूपमा हेरेर कोही एउटा बालबालिकाले चाहिँ गलत कुरालाई अथवा आफूले एक्सप्लोर गर्ने क्रममा चाहिँ गरिएका गल्तीहरूलाई चाहिँ त्यसलाई चाहिँ सहज मानिनुपर्छ भन्दा पनि एउटा रुल्स एन्ड रेगुलेसन, स्ट्रिक्ट रुल्स एन्ड रेगुलेसन्स बनाउन सक्यो भने चाहिँ ओके यो चाहिँ कानुनत यो चाहिँ अपराध हो भने पछाडि एउटा इन्डिभिजुअलले अपराध त गर्न चाहँदैन नि त होइन। अनि ती कुराहरू बिस्तारै रोकिन सक्छन् जस्तो लाग्छ। यस्ता कार्यक्रमहरू अझ धेरै भयो भने झन् जनचेतना फैलिन सक्छ। म यहाँ उपस्थित सम्पूर्णलाई चाहिँ यस्ता कार्यक्रम अझै गर्नुहोस् भनेर चाहिँ उत्प्रेरणा दिन चाहन्छु र मेरा 2 शब्द यहीँ विसर्जन गर्न चाहन्छु। हस्त धन्यवाद।